आजको माछा आज फेरि खोलाको मुनि आतु प्रकाश बाउ भान्जा बाउ उहाँहरूको प्रेम बाउ उता छन्। रातभरि मार्ने नि भन्छ डुबेर हान्ने भनेको होइन राजा। अहिले झर्ला के आज पनि फिसिङ माछा मार्दै कतिवटा पर्यो रे प्रेम? भाइ कतिवटा पर्यो? त्यो सिङ्गल हालै फेरि एकैचोटि हाल्यो भने गाँडो हुन्छ पोल रड फेरि त्यो गचेन पुरा। कोडाइलको रडमा खै माछा कहिले पर्ने हो? आटा लिएर आऊ है। म हिँडेर हो छिनछिन गरेको के को विषय के को पिलो फेरि यो पानी पुगेन खै कतिवटा ल्यायो त अनि ए यत्रो बेर बसेर पोलर पनि बिच्दै गरिदियो क्या खेलेको म खेल्छु बरु लु समाज रोक के भन्छ रोक अहिले रोक नि आटा भ्याएको भाइ छ आटा दिएन मैले पुग्छ के जति पनि आटा त मैले हजुरलाई दिए जस्तो लाग्यो। मेरो हातमै छैन मलाई चाँपी गम्दै ए यहाँ रहेछ डुबेर हान्छु अहिले मैले फेरि राति घाउ त भइसकेको डुबेर हान्छु फेरि होइन आज बजेट छैन 500 भन्दा तल छँदै छैन। आज तिम्रो क्युआरबाट खाने सबै
मगाउनु त छम्मसँग अरू बेला त भन्थ्यौ त ऊ घरि कसले हालिदिन्छ भनेर के कमान्छु र म घर बसेको यता ढुङ्गामा अलमा छ दुईटा परेको दुईटा आएको छ दुईटा हो सानोवाला र उस परेको एउटा दुईटा पिठ नचाल्नै त्यो पिठै छैन अब साइजको ए नमार गल्ती लाग्छ हातमा गर्दाखेरि माथि निकाल्नु भातको काम बेला मेरो बल नखाने माछा खाना लहर हुन्छ अनि एकचोटि मलाई कम फटाएको छ नि उहाँ उसमा त्यो भित्र लहर त्यस्तैमा त्यो हाम्फाले छ नि जङ्गलको बिचमा त्यहाँ पोखरी जस्तो छ त्यस्तै चाहिँ पारि जान मिल्दैन अझै माथि भित्ताबाट थाहा छ चिक्लो बल्ल नखेड उतर्ने बाहिरबाट उड्ने बिहान उठ्न पाएन फोन गर्दैन माछा हुन्छ भनेर तिमी गएको बर्गाट उचालेर देखाउ न उचाल न हजुर ए एउटा फुट्यो खै फिसिङ बाहिरबाट उड्ने हो यता ल्याउनु कत्ले होइन कि योमा ओके कत्ले होइन होइन यो